नमस्कार सबैजनालाई स्वागत छ फुडी फ्युल च्यानलमा। साथीहरू हामी फेरि पनि नयाँ मुकबाङ भिडियोको साथमा आएका छौँ र हामी सबैभन्दा सुरुमा चाहिँ एकदमै सरी भन्न चाहन्छौँ किनभने हामीले झन्डै 2 हप्ता हाम्रो भिडियो आएन। विभिन्न कारणले गर्दाखेरि दसैँ थियो के भएको कारणले गर्दाखेरि हामीले भिडियो लाउन सकेनौँ। त्यसको लागि हामी क्षमा चाहन्छौँ र आज चाहिँ फेरि पनि हामी नयाँ मुकबाङ भिडियो लिएर आएका छौँ र आज चाहिँ पानीपुरी च्यालेन्ज 100+ पानीपुरी च्यालेन्ज गर्दै हुनुहुन्छ जसले चाहिँ पानीपुरी खान सक्नुहुन्न किनभने उहाँको दाँत अलिकति अमिलो खानेबित्तिकै सिरिङ सिरिङ गर्छ दाइको होइन। अनि त्यस पछाडि अरू बेला पनि कागतीहरू खान सक्नुहुन्न धेरै र यस्तो अवस्थामा उहाँले 100+ च्यालेन्ज गर्ने भन्नुहुँदैछ। मलाई थाहा छ उहाँले सक्नु चाहिँ हुन्न होला पक्कै पनि, बट लेट्स सी होइन त। ल यति भन्दै हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला, भिडियोमा लाइक कमेन्ट सेयर गरिदिनु होला भन्दै अब हामी सुरु गर्छौँ। म बनाउँदै दिनेछु काउन्ट गर्दै, दाइले खानुहुनेछ है त। ल लेट स्टार्ट। पानी हाल्छु ल, ती राख्दै गर्नु न। कि दाइले नै गर्ने हो? गर्नु न अरे ल अप्ठ्यारो हुन्छ क्या हो, त्यही भन्यो। 1 2 नरमै भएछ त पानीपुरी। ल भन्ने 3 कति पिरो हालेको? 4 5 6 7 खाइसकेपछि चाहिँ भनेको 8 रस सबै खानुपर्छ कि पानीपुरी मात्रै? 9 पानीपुरी रससँग खाए पनि रस त अलिकति त लाउनै पर्यो। 10 पानीपुरी चाहिँ एकदम बबाल भएछ है, मिठो भएछ क्या, खानु मन लागेन। 11 भन्नु भएको छैन। 12 13 14 15 16 17 18 खाइसकेपछि 19 20 तर कस्तो मिठो भएछ पानीपुरी। 21 कति? 22 23
24 25 त्यहाँपट्टि भएको दाँत बचाउँदैछु यतापट्टिबाट खाएको छैन क्या कति भयो 25 25 यो सुत्दा 25 यो सुत्दा 25 26 27 बस अब 28 29 पानी खाएर पेट भरिन छ 30 31 32 33 34 35 36 37 नरम नरम चाहिँ दिनु के हो यो पनि कति भयो 38 39 40 41 42 उताबाट चाहिँ साथीहरू थोरै टेबलको ऊ भएछ कति भयो 41 होइन योसँग 42 अघि 42 भनेर सुन्छु र साथीहरू काउन्टिङ मिस्टेक गर्नु सरी ल यो 42 43 योसँग 43 है 43 44 गयो मुख 44 45 अमिलोले सबै दाँत पनि गयो यसले सबै गिजा गयो 46 होइन 46 47 48 49 47 के 48 भन्नु मैले 48 होइन 49 भयो 49 भयो
50 ए रसले पेट भर्यो नि 51 पिरो कत्रो हालेको मेरो फेरि एक्सप्रेसनै आउँदैन मुखमा हाल्दैन 52 53 अलिक नरम थियो यत्रो कति भयो योसँग 54 55 56 57 घाँटी खाए कति भयो अब योसँग 58 58 रस त सकिन लाग्यो त 58 थोरै पानी हालौँ ल यो जगको मुख चाहिँ मैले भाँचेको पिरो भएर पानी खान मन लागेछ कि यो चम्चा दिँदा घोलौँ नुन चाहिँ लाग्दैन थियो ल अमिलो त फेरि अमिलो थियो निबुवा भएर होला कति 59 58 59 अब त्यो 59 अझै ठिक लाग्यो साठी के हो 100वटा सक्नुहुन्छ है क्या नेङ दाइले रेकर्ड हुन्छ नि मेरो 61 म बाहिर पानीपुरी पनि एक दुईवटा मात्रै खान्छु क्या तपाईँहरूसँग होइन चटपटी चाहिँ खान्छु है फेरि चटपटी र अर्को के अरे 62 अर्को के भन्छ त्यो आलु निम्की यसो त कति 63 64 65 ला झन्डै पुट्यो 66 होइन त यो 67 हो कि 66 हो मैले बिर्सेँ 67 होला 66 अघि भने जस्तो लाग्यो 67 69 होइन 68 त्यत्रो आलु खाइसक्यो अब 69 पिरो भयो आज स्लो गएँ म किनभने गयो मेरो गिजा 70 दाइले 30वटा खानुभयो भने 100वटा हुन्छ
म त चान्सै पाउँदैन है एउटा खाइदिएँ अलि उब्रियो भने 70 भएको छ है ए आऊ साथीहरू मेरो त खुट्टा दुख्यो एक मिनट है मेरो त यहाँ भइ गयो त ल हालिदिनु 70 सरी 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 ए तेरी पानी पुग्दैन होला पुग्छ होला हौ यति त छ अनि त्यो फुटेकोमा सब पिरो गयो क्या यताबाट खाना पाउँदिनँ नि त म उयो भएर क्याभिटी छ नि त त्यही भएर म जहिले यतैबाट चलाएर आउँछु त मुखबाङमा 71 हाल्नु हाल्नु 72 तर यो कागतीको यस्तो मिठो स्मेल आएको छैन खानु नि त एउटा 73 होइन 73 आमा 73 हो कि तपाईँको कस्तो मिठो छ नि पिरो भयो 73 भएको होइन लक लाग्यो त केही हुन्न ए साथीहरू एउटा मैले खाएँ त्यही भएर तर म 100 प्लस खाने ट्राई गर्छु 73 भएको छ होइन सिगान निस्क्यो सरी 74 होइन 74 75 रातो कट्टो लाउनु रातो कट्टो लाउने 75 हो रेड लाइट टेल अस टु स्टप कति भयो 75 हो त्यो अब यो 76 76 77 अमिलो खा त हौ अठहत्तर त्योसँग 78 नरम नरम दिन्न हौ 78 79 80 81 82 83 एकछिन वेट है
83 84 84 85 86 87 पेट देखाउँथेँ न लाज लाग्छ कि खोस्रेकोमा सबै पिरो भयो क्या 88 89 एक बोलभन्दा धेरै खाइसकेर थप्दा थप्दा भएन अतिकै मिठो हुँदैन नि त फेरि आम्मामा खोर्सानी टोके जगको फेरि टुटी बोलो डल्ले हालेको सबै डल्ले हो यहाँ पनि डल्ले त्यसमा पनि डल्ले अकबरै खोर्सानी हाल्नुपर्छ कति भयो 90 कतिवटा फुलाएको कतिवटा पो थियो 100 खा कति ढ्याउ आउँछको 91 ढ्याउ आयो क्या कस्तो भरि हालिदिएको हौ आलु त अहिले मात्रै भरि हालिदिएको कति भयो 92 डेन्जर जोन एकछिन हाल्दिनँ पास चाहिँ सबै खोर्सानी गयो कि कति भयो 93 94 95 96 98
97 98 यताको गइसक्यो क्या त्यही यता खाना ट्राई गरेको नसकिने रहेछ कति भयो दुईटालाई ठ्याक्कै 100 जस बिट चाहिँ गरेँ है मैले अब 99 गर्ने वालामा 99 100 101 102 103 104 पानीले यस्तो पेट फुलिसक्यो साथीहरू मलाई चाहिँ लागेको थियो दाइ 50 पुगिसक्दाखेरि चाहिँ दाइले छोड्नुहुन्छ होला भनेर 104 पुऱ्याइसक्नुभयो मैले जस उहाँले बेट चाहिँ जितिसक्नु भएको छ अब त्यो अझै पनि कतिवटा खान सक्नुहुन्छ है त त्यो पनि कुल्फीको लागि पानी खाएर ऊ भयो क्या टन्ने 104 वटा भयो अब योसँग 105 रस पनि सकिएछ खोर्सानी खोर्सानी खतम 105 ओ 106 कति 107 107 खानु भएन ठ्याक्कै 110 वटा बनाइदिउँ कि पायो
ल 10 को लागि भयो 3टा खाएको त 10 हुन्थ्यो नयाँ च्यालेन्ज क्रिएट हुन्थ्यो भ्याउनलाई चाहिँ क्या सक्नुहुन्छ भने 3टा खानु र नयाँ च्यालेन्ज क्रिएट गर्दैन 3टा होइन बाँकी मेरो नाकमा गयो साथीहरू खोर्सानी मैले रस कति खाएँ दुईवटा त्यसको दुईवटा ठ्याक्कै म त्यो 3टा खाइसकेपछि ठ्याक्कै 110 हुन्छ म पनि उडाउनु पर्यो नि मेरो लिमिट मलाई थाहा भयो होइन काम गर्नु 8 9 10 110 फाइनली साथीहरू न्याङ दाइले नयाँ च्यालेन्ज स्टार्ट गर्नु भएको छ 110 वटा पानीपुरीको नाकमा बसेपछि त के भयो हुन्छ नि हो डरले गर्छ नि त फाइनली दाइले कम्प्लिट गर्नु भएको छ च्यालेन्ज निली सकेपछि होला नि त अनि त्यस पछाडि नयाँ च्यालेन्ज पनि क्रिएट भयो होला सायद अरू खानु भएको छैन होला कसैले पनि 110 त के खानु भएको छ कि धेरैजना मुकबाङ्करहरू हुनुहुन्छ भाइहरू दिदीहरू हुनुहुन्छ साथीहरू उहाँहरूले कम्प्लिट गर्नु भएको छ तर दाइले चाहिँ 110 वटा पानीपुरी खानुभयो है त म चाहिँ गिभ अप गर्छु 110 पानीपुरी अरू भन्दा यो पानीपुरीहरूको यस्तो यो यसले साह्रै पास्छ क्या पासेर अर्को खोर्सानीले होममेड चाहिँ राम्रो हुन्छ होइन यो चाहिँ रेडिमेड बनेर आएको तेलमा तारेर गर्ने यिनीहरूले चाहिँ साह्रै धेरै पास्छ बट त्यसको बावजुद पनि दाइले 110 पासेर पनि अब पास त्यो गर्नु। डल्लेले चाहिँ उयो गर्छ क्या फेरि अनि सबै हामीले डल्ले खोर्सानी चलाएको थियौँ झोलमा पनि अनि यसमा आमा पनि मैले यत्रो आलु खाएँ नि ल यति भन्दा मलाई साथीहरू आलु मन हाम्रो पर्दैन भिडियो रहेछ। मन परेमा यहाँहरूले च्यानललाई सब्सक्राइब गरिदिनु होला भिडियोमा लाइक कमेन्ट सेयर गरिदिनु होला हामीले कतै गर्न मिस्टेक गरेछौँ भनेदेखि यहाँहरूले गनेर कमेन्टमा भनिदिनु होला एक्ज्याक्ट हामीले कति खायौँ भनेर हामीले होइन दाइले कति खानुभयो भनेर 110 नै होला अनि यदि मिस्टेक भएछ भनेदेखि त्यहाँनिर सच्याइदिनु होला भन्दै आजको लागि भने फुरीबाट हामी पनि गन्छौँ हामी दुवैजना बिदा हुन्छौँ बाई बाई नमस्ते आज चाहिँ मैले नमस्ते म चाहिँ गरिनँ पानी आखिरी छ गरे नि गर्न त